शिवपुराण विद्येश्वर संहिता 10 अध्याय सृष्टि स्थिति आदि 5 कृत्यहरूको प्रतिपादन, प्रणव एवं पञ्चाक्षर मन्त्रको महत्व, ब्रह्मा विष्णुद्वारा भगवान शिवको स्तुति तथा उहाँ अन्तर्ध्यान हुनु। ब्रह्मा र विष्णु भन्नुहुन्छ, हे प्रभु, हामी दुवैलाई सृष्टि आदि 5 कृत्यको लक्षण बताउनुहोस्। शिव भन्नुहुन्छ, मेरा कृत्यहरूलाई सम्झन अत्यन्त गहन छ, तथापि कृपापूर्वक तिमी दुवैलाई तिनको विषयमा बताइरहेको छु। हे ब्रह्मा र अच्युत, सृष्टि स्थिति संहार, तिरोभाव र अनुग्रह यी 5 नै मेरा जगत सम्बन्धी कार्य हुन्, जो नित्य सिद्ध छन्। संसारको रचनाको जुन आरम्भ छ त्यो सर्ग हो। मबाट पालित भएर सृष्टि सुस्थिर रूपले रहनु नै त्यसको स्थिति भनिएको छ। त्यसको विनाश नै संहार हो। प्राणहरूको उत्क्रमण नै तिरोभाव हो। यी सबैबाट छुटकारा पाउनु नै मेरो अनुग्रह हो। यस प्रकार मेरा 5 कृत्य छन्। यी मेरा कर्तव्यहरूलाई चुपचाप अन्य पञ्चभूतादिले वहन गर्दै रहन्छन्। जस्तो जलमा पर्ने सहरको ढोकाको प्रतिबिम्बमा आवागमन भइरहन्छ। सृष्टि आदि जुन 4 कृत्य छन् ती संसारको विस्तार गर्नेवाला हुन्। 5औं कृत्य अनुग्रह मोक्षको कारण हो। त्यो सदा ममा नै अचल भावले स्थिर रहन्छ। मेरा भक्तजन यी 5 कृत्यलाई 5 भूतहरूमा देख्छन्। सृष्टि भूतलमा, स्थिति जलमा, संहार अग्निमा, तिरोभाव वायुमा र अनुग्रह आकाशमा स्थित छ। पृथ्वीबाट सबैको सृष्टि हुन्छ, जलबाट सबैको वृद्धि हुन्छ, आगोले सबैलाई जलाइदिन्छ, वायुले सबैलाई एक स्थानबाट अर्को स्थानमा लिएर जान्छ र आकाशले सबैलाई अनुग्रहित गर्दछ। यो विद्वान पुरुषहरूले जान्नु पर्दछ। यी 5 कृत्यहरूको भार वहन गर्नका लागि नै मेरा 5 मुख छन्। 4 दिशाहरूमा 4 मुख छन् र यिनको बीचमा 5औं मुख छ। हे पुत्र हो, तिमी दुवैले तपस्या गरी प्रसन्न भएको म परमेश्वरबाट भाग्य व सृष्टि र स्थिति नामक 2 कृत्य प्राप्त गरेका छौ। यी दुवै तिमीहरूलाई ज्यादै प्रिय छन्। यसै प्रकार मेरो विभूति स्वरूप रुद्र र महेश्वरले अन्य 2 उत्तम कृत्य संहार र तिरोभाव मबाट प्राप्त गरेका छन्। तर अनुग्रह नामक कृत्य कसैले पाउन सक्दैनन्। ती सबै पहिलाका कर्महरूलाई तिमी दुवैले समयअनुसार भुल्यौ। रुद्र र महेश्वरले आफ्ना कर्मलाई भुलेका छैनन्। यसकारण मैले उनीहरूलाई आफ्नै समानता प्रदान गरेको छु। ती रूप, वेश, कृत्य, वाहन, आसन र आयुध आदिमा मेरै समान छन्। हे पुत्र हो, मेरो ध्यानबाट शून्य हुनाको कारण तिमी दुवैमा मूर्खता आएको छ। मेरो ज्ञान रहेपछि महेश्वरको समान अभिमान र स्वरूप रहँदैन। यसकारण मेरो ज्ञानको सिद्धिका लागि मेरो ओमकार नामक मन्त्रको तिमी दुवैले जप गर। यो अभिमानलाई दूर गर्नेवाला छ। पूर्वकालमा मैले आफ्नो स्वरूपभूत मन्त्रको उपदेश गरेँ, जुन ओमकारको रूपमा प्रसिद्ध छ। त्यो महामङ्गलकारी मन्त्र हो। सबैभन्दा पहिला मेरो मुखबाट ओमकार, ओम प्रकट भयो, जुन मेरो स्वरूपको बोध गराउनेवाला छ। ओमकार वाचक हो र म वाच्य हुँ। यो मन्त्र मेरो स्वरूप नै हो। प्रतिदिन ओमकारको निरन्तर स्मरण गर्नाले नै मेरो नै सदा स्मरण भइरहन्छ। पहिला मेरो उत्तरवर्ती मुखबाट अकार, पश्चिम मुखबाट उकार, दक्षिण मुखबाट मकार, पूर्ववर्ती मुखबाट बिन्दु तथा मध्यवर्ती मुखबाट नाद उत्पन्न भयो। यस 5 प्रकार अवयवहरूले युक्त भएर ओमकारको विस्तार भएको छ। यी सबै अवयवहरूसित एकभूत भएर यो प्रणव ओम नामक एक अक्षर भयो। यो नाम रूपात्मक सारा जगत तथा भेद वर्णित स्त्री पुरुष वर्ग रूप दुवै कुल यस प्रणव मन्त्रबाट व्याप्त छन्। यो मन्त्र शिव र शक्ति दुवैको बोधक हो। यसै प्रणवबाट पञ्चाक्षर मन्त्रको उत्पत्ति हुन्छ, जुन मेरो सकल रूपको बोधक हो। त्यो अकारादि क्रमले र नकारादि क्रमले क्रमशः प्रकाशमा आएको छ। ओम नमः शिवाय। यस पञ्चाक्षर मन्त्रबाट मातृका वर्ण प्रकट भएका छन्, जुन 5 वेदवाला छन्। यसैबाट शिरोमन्त्र तथा 4 मुखबाट त्रिपदा गायत्रीको प्रकाट्य भएको हो। त्यस गायत्रीबाट सम्पूर्ण वेद प्रकट भएका हुन् र ती वेदहरूबाट करोडौं मन्त्र निस्केका छन्। ती मन्त्रहरूबाट भिन्न भिन्न कार्यहरूको सिद्धि हुन्छ, परन्तु यस प्रणव एवं पञ्चाक्षरबाट सम्पूर्ण मनोरथको सिद्धि हुन्छ। यस मूल मन्त्रबाट भोग र मोक्ष दुवै सिद्धि हुन्छ। मेरो सकल स्वरूपसित सम्बन्ध राख्ने सबै मन्त्रराज साक्षात् भोग प्रदान गर्ने र शुभकारक छन्। नन्दीकेश्वर भन्नुहुन्छ,
त्यसपछि जगदम्बा पार्वतीका साथ बस्नुभएका महादेवले उत्तराभिमुख बस्नुभएका ब्रह्मा र विष्णुलाई वस्त्रले ढाकेर उहाँहरूको शिरमा आफ्नो करकमल राखेर बिस्तारै बिस्तारै उच्चारण गरी उत्तम मन्त्रको उपदेश दिनुभयो। यन्त्रतन्त्रमा बताइएका विधिको पालनपूर्वक 3 पटक मन्त्रको उच्चारण गरी भगवान शिवले ती दुवै शिष्यलाई मन्त्रको दीक्षा दिनुभयो। तत्पश्चात ती शिष्यले गुरु दक्षिणाको रूपमा स्वयं आफैलाई समर्पित गरिदिनुभयो र दुवै हात जोडेर उहाँको समीपमा खडा भई देवश्रेष्ठ जगद्गुरुको स्तवन गर्नुभयो। ब्रह्मा र विष्णु भन्नुहुन्छ, हे प्रभु, हजुर निष्कल रूप हुनुहुन्छ, हजुरलाई नमस्कार छ। हजुर निष्कल तेजबाट प्रकाशित हुनुहुन्छ, हजुरलाई नमस्कार छ। हजुर सबैका स्वामी हुनुहुन्छ, हजुरलाई नमस्कार छ। हजुर सर्वात्मालाई नमस्कार छ, अथवा सकल स्वरूप हजुर महेश्वरलाई नमस्कार छ। हजुर प्रणवको वाचार्यार्थ हुनुहुन्छ, हजुरलाई नमस्कार छ। हजुर प्रणव लिङ्गवाला हुनुहुन्छ, हजुरलाई नमस्कार छ। सृष्टि पालन संहार तिरोभाव र अनुग्रह गर्नुहुने हजुरलाई नमस्कार छ। हजुरका 5 मुख छन्, हजुरलाई नमस्कार छ। पञ्चब्रह्म स्वरूप 5 कृत्य भएका हजुरलाई नमस्कार छ। हजुर सबैको आत्मा हुनुहुन्छ, ब्रह्मा हुनुहुन्छ। हजुरका गुण र शक्तिहरू अनन्त छन्, हजुरलाई नमस्कार छ। हजुरका सकल र निष्कल 2 रूप छन्, हजुर सद्गुरु एवं शम्भु हुनुहुन्छ, हजुरलाई नमस्कार छ। यी पद्यहरूद्वारा आफ्नो गुरु महेश्वरको स्तुति गरी ब्रह्मा र विष्णुले उहाँका चरणहरूमा प्रणाम गर्नुभयो। ईश्वर भन्नुहुन्छ, हे वत्सहरू हो, मैले तिमी दुवैलाई सारा तत्त्व बताइदिएँ र देखाइ पनि दिएँ। तिमी दुवै देवीद्वारा उपदिष्ट प्रणव ओमको जुन मेरै स्वरूप हो निरन्तर जप गर। तिमीहरू दुवै देवीद्वारा उपदिष्ट प्रणव ओमको जुन मेरै स्वरूप हो त्यसलाई निरन्तर जप गर। यसको जपले ज्ञान, स्थिर भाग्य सब थोक सदाका लागि प्राप्त हुन जान्छ। आद्रा नक्षत्रले युक्त चतुर्दशीमा प्रणवको जप गरिन्छ भने त्यो अक्षय फल दिनेवाला हुन्छ। सूर्यको सङ्क्रान्तिले युक्त महाआद्रा नक्षत्रमा 1 पटक गरिएको कोटि गुणा जपको फल दिन्छ। मृगशिरा नक्षत्रको अन्तिम भाग तथा पुनर्वसुको आदि भाग पूजा, होम र तर्पण आदिका लागि सदा आद्रा नक्षत्र समान नै हुन्छ। यो बुझ्नुपर्छ, मेरो वा मेरो लिङ्गको दर्शन प्रभात कालमा नै अर्थात् प्रातः तथा सङ्गम मध्याह्नभन्दा पूर्व कालमा गर्नुपर्दछ। मेरो दर्शन पूजाका लागि चतुर्दशी तिथि निश्चित व्यापिनी अथवा प्रदोष व्यापिनी पार्नु पर्दछ, किनभने परवर्ती अमावस्या तिथिले युक्त चतुर्दशीको दिन प्रशंसा गरिन्छ। पूजा गर्नेहरूका लागि मेरो मूर्ति तथा लिङ्ग दुवै समान छन्। फेरि पनि मूर्तिको अपेक्षा लिङ्गको स्थान श्रेष्ठ छ। यसकारण मुमुक्षु पुरुषहरूले बेर मूर्ति भन्दा पनि श्रेष्ठ ठानेर लिङ्गको नै पूजा गरून्। लिङ्गको ओमकार मन्त्रले र मूर्तिको पञ्चाक्षर मन्त्रले पूजा गर्नु पर्दछ। शिवलिङ्गको स्वयं नै स्थापना गरी अथवा अरूबाट पनि स्थापना गराएर उत्तम द्रव्यमय उपचारहरूले पूजा गर्नु पर्दछ। यसबाट मेरो पद सुलभ हुन जान्छ। यस प्रकार ती दुवै शिष्यहरूलाई उपदेश दिएर भगवान शिव त्यही अन्तर्ध्यान हुनुभयो। यस प्रकार शिव महापुराण अन्तर्गत प्रथम विद्येश्वर संहिता ओमकारोपदेश वर्णन नामक 10औं अध्याय पूर्ण भयो।